छैन त टिका लाउने मान्छे यस्तो अलिक माथि बिन्दा फेरि बाउला कतापट्टि दाहिने उतापट्टि हो के अरे धेरै लगाइदिनु पर्दैन नि के हो दसैँमा उ गरेको जस्तो पर्दैन थोरै थोरै यसको कन्सेप्टमा पनि त पार्टी चाहिँ उतापट्टि दाहिनेपट्टि के रे दैनौने धेरै दिनु हुँदैन यस्तो छ यार हुन्छ त्यही हात र रातो हैन मन त्यही राख्छ जुतै तपाईले ल्याइ बेबी सा नदरा हुन्छ अझैले ल्याइदिनु अमिता दिदी बोल्ने हेलो के गर्दा हामी भात खान लाग्यो सरुसिला अलि उधर जाऊ सुन्ने गरी भन्नु न के आशीर्वाद दिने भन्दा तिर्स बना तिर्स कस्तो लामो गरेको फोटो खिच्यो भिडियो गर्दै त्यस्तो त बाउले न गर्दै मस्तसँग मलाई भट्टाउन आउँदैन मनमा नि भट्याउने अनि अलि राम्रो भएपछि चाहिँ भित्र अलिक ठुलो सोध्दै भित्रबाट निकाल्ने क्या अरू नानी चिची बुझ्दैन एउटा के टिका खानु ल हो सुरु गरौँ न त दही खुवाउनु पर्छ अहिले हैन पहिला दही चिउरा खुवाउन दिने हो हाम्रो कान्छीलाई कान्छीले चाहिँ कुरा सब पुगो छ है ए भाउजू ढाडै भयो भाउजू त ढाड पो ड्याममा ल्याएर राखिदिरहेको रहेछ यति जाडो गरेर हाम्रो ज्वाइँ साहबलाई यसरी नै खुसी दिनु सधैँ टक्क भन्ने बित्तिकै आइपुग्नु बुढीले भन्ने बित्तिकै बहिनीले भन्ने बित्तिकै भन्नु न त्यो त बुढीले भन्ने बित्तिकै नै कहाँ बहिनी त अब सकिसक्यो बुढाबुढी चाहिँ मिल्नु पर्यो होइन टक्क यसरी नै माया दिनु सधैँ यसरी देख्नु पर्यो बस बस एउटा भाउजू गर्दिन टिका पनि दुईजना लाएर सबै भ्याउँदो रहेछ भने टिका नि धेरै राख्दैन हुन्छ आशीर्वाद दिनु सागर दाइ पनि लागिदिइसक्यो त्यही यस्तो गर्नु क्या कपी पेस्ट भन्नु सक्यो सागर दाइले जे भनेको त्यही हो सक्यो सधैँ खुसी होइन सुन्न पाऊँ त्यति त हुने अरू के चाहिएर र उयो दही दही चिउरा केक सेक के हो पहिला दही चिउरा खुवाउने हो अनि मल्ल केक काट्ने खाली हात टिका लाउनु न म सही म त पछि त्यो केक सेक काट्ने बेलामा दिने भनेको होला भनेको त अरे बाप के त्यसमै चिउरा चिउरा यसमै खाली हात चाहिँ नभयो चिउरा थोरै बोल्नु नि खाली हाल्नु पर्दैन एकजना राइस होइन के ज्वाइँ र बहिनी के जुड खाँदैन होला जुड खाँदैन होला ज्वाइँलाई पर्छ र ज्वाइँ त पर्दैन नि ज्वाइँले बुढी पालिहाल्छ नि कस्तो ए थियो मान्छे फेरि रड्दै गर्दै छ यहाँ भइहाल्यो नि त अर्को चम्चा नि हो बहिनीलाई सानो दिनु अर्को चम्चा बहिनीलाई सानो दिनु त्यस्तो पो हो त हो बहिनी आफ्नो हो नि त पुरा उल्टो हो यो ज्वाइँ चाहिँ हाम्रो सिस्टममा त्यस्तो हुँदैन नि त फेरि के भन्नु भएन है हाम्रो सिस्टममा त्यस्तो हुँदैन यो तयारहरु खुवाउने त चम्चा ज्वाइँ चाहिँ हाम्रो आफ्नो होइन तपाईँ खाने नि अनि ज्वाइँ चाहिँ हाम्रो हो नि त भन्ने खोजेको के बहिनी होइन पछि हुन्छ नि त जे कुरा गर्ने त्यो पो भन्नु खोजेको हेलो केरा खाने नि यता केरा यो
आदै हजुर र बिन्दा चाहिँ ठिक रहेछ मान्छे ठिक लागेन मलाई ज्वाइँलाई त धेरैसम्म गर्नु भनेपछि आफ्नो छोरी चेली चाहिँ अङ्कदी, त्यो छ? ल ल ल धेरै हाँस्ने हो भने सर्केला फेरि अहिले अड्केला फेरि मुखमा छ भने एकछिन पखन एकछिन कत्रो हतार भएको मुखमा खाँदैन ल तपाईँ पनि त्यस्तै नि फेरि त्यो के लुहार ज्वाइँलाई हानिदिनु जानु होइन पहिला पहिला बुढीलाई खुवाउने अनि त्यो बुढालाई खुवाउने खोइ सानो सानो चौटामा खाली भएको मुख ल फेरि नबिसाइदिनु एकछिन दिन त यार कस्तो असर गरेको बुढीले सक्नुभन्दा अगाडि खुवाउनु परेन कस्तो के भने चाहिँ कत्रो एकछिन यो समाजलाई म चाहिँ खुवाइदिने काम गर्छु केही गर्नु मिलेन सबै खाने हो नि त अब कहाँ खान सक्छु त यत्रो मैले पानको दुवा हो ल भयो अहिले यहीँ राख्नु न पानको दुवा हो बिस्तारै खानु के जे खानु मन चाहिँ त्यही त्यही जे भित्रबाट मागे त्यही त्यही कुनैबाट दिएन हुन्छ अहिले त्यो तासको भयो ल भयो भयो अब भयो ल पानको दुवा है अनि क्यामेरा ठडान मान्छे चाहिँ नजान्ने हो क्या हो डोइ खुवाउन होइन